मेरो नाम कृष्णप्रसाद दाहाल आँगाल हो। अहिले बनेपा 4 आकाशदेवी कृषि तथा डेरी फार्म। यो मैले चाहिँ पशुपालन त पहिला नै 2-4वटा त पाल्ने गरेको थियो। अहिले 5 वर्ष भयो मैले व्यवसाय हिसाबले पाले 10वटा 12वटा 15वटा, कहिले 15वटा नि हुन्छन्, 10वटा घटी छैनन्। मेरो फार्मबाट अहिले चाहिँ सबै लैनो भएको बेला चाहिँ दिनको 80 लिटर उत्पादन हुन्थ्यो, अहिले दिनको 60 लिटर छ। यो दुध चाहिँ हामीले डाइरेक्ट मार्केटमा पुर्याउने हो। डेरीमा यहाँ म आफ्नै तल दुध डेरी छ, दुध डेरीबाट काठमाडौँ सप्लाई गर्ने हो। यो फार्मबाट हाम्रो 10वटा गाईहरू पालेको छ। 10वटा गाईहरूमा मासिक चाहिँ आम्दानी चाहिँ 1,20,000 आम्दानी हुन्छ। त्यसमा अब पशु अब दाना पिठो ढुटो तिनीहरू चाहिँ पशुलाई खुवाउनु पर्यो। त्यो कटाएर चाहिँ मासिक 70,000 जति बन्छ। हाम्रो 4 जनाले काम गरेको छ। हाम्रो छोरो बुहारी बुढी म। योबाट अब सन्तुष्ट हुनै पर्यो त। हामीले अब अर्थ चाहिँ उपाय छैन, पढे लेखेको छैन। एक किसान काम गर्ने हो, कृषि। अब तरकारी खेती गर्छु अलिअलि। अब तरकारी अब सिमी रोपिएको छ, अनि यो खोर्सानी रोपिएको छ, अलिकति अलिअलि थोरै गोलभेडा पनि रोपिएको छ। अब यस्तो व्यावसायिक हिसाबले मैले बाख्रा पालेको हर 1 वर्ष जस्तो मात्रै हो। त्यहाँभन्दा पहिला चाहिँ मैले व्यवसाय हिसाबले थिएन बाख्रा पालन गरेँ। 2टा चाडा 5वटा पाल्ने गरेको थियो। अहिले 1 वर्ष जतिको 15-18वटा 20वटा त्यस्तो बाख्रा भयो। यसमा चाहिँ मैले पोहोरको वर्ष गए साल चाहिँ 1,50,000 को खसी बेचेँ। अनि अरू माउ बाख्राहरू बेची अब त्यस्तै बिग्रिएको। अब काम नलाग्ने गरेर 40,000 को अर्को बाख्रा बेचेँ। यो बाख्रा पालनबाट नि राम्रै छ। अब अलिकति हाम्रो चाहिँ चरन छैन, घाँस काटेरै खुवाउनुपर्छ। अनि अब गाई के दाना पिठो त्यसरी खुवाउनुपर्छ। चरन हुनुमा अब लगानी नै कम पर्छ। अब चाहिँ त्यति पिठो दाना कम भयो हुन्छ चरा ल्याएपछि। अब हाम्रो चाहिँ पिठो दाना नि प्रशस्त खुवाउनुपर्छ। यसै गरी काटेर ल्याएको घाँस खुवाउने हो, झुन्डाएर अथवा उ गरेर एउटा भाँडामा हालेर त्यसरी खुवाउने हो। लगानी त चरन भएको ठाउँ कमै हुन्छ। यसको आम्दानीमा एउटा सन्तुष्टै छु म। भने अब थिएन, हाम्रो अर्थ आम्दानीको बाटो थिएन। अब यो कृषि पेसा हालेपछि आम्दानीको स्रोत राम्रो भयो। अब यस्तै बेला बेला चाहिँ अब उसले रोग लाग्ने बिमारी हुने त हरेक कुरो त अब छँदैछ। त्यो बेला त अब खर्च लाग्छ, यो हुन्छ, नत्र आम्दानी राम्रै छ। लङ्गी सिम पोहोरको पालि लङ्गी सिम लागेर चाहिँ मेरो पशु सबै भैँसी 2टा बाहेक सबलाई लङ्गी सिम लाग्यो। 9वटा गाई थिए, बाछीहरू 4वटा थिए। यो सबलाई लाग्यो, भैँसी 2टालाई लागेन। तिनीहरू 2टा गाई मरे, 2टा मरे, अरूलाई उपचार गरियो। अरूलाई उपचार गर्दाखेरि लगभग 1,20,000 रुपियाँ उपचार खर्च लाग्यो। त्यसमा चाहिँ अब 1,20,000 उपचार खर्च लाग्यो। बाँच्नु चाहिँ सब अरू बाँचे, 2टा चाहिँ मरे। 2टा मरेपछि अब त्यसमा उसले 2टा मरेको ओडाले 10,000 रुपियाँ 20,000 रुपियाँ चाहिँ रात भनौँ अथवा के त्यसरी ओडाबाट दियो। अरू त अब आफ्नै उसा भयो। त्यो बेला बिमा गरेको थियो। पहिला बिमाको डेट सकियो, फागुनमा डेट सकियो। डेट सकिएपछि बिमा गर्नु पऱ्यो, डेट सकिन्ला भनेर गएको। जाँदाखेरि अब अहिले चाहिँ सरकारले रोकेको छ, बिमा हुँदैन भन्ने कुरो आयो। अनि अब नगरिदिएपछि अब डेट सकिएपछि त गर्नुपर्ने, नवीकरण गर्नुपर्ने, नवीकरण भएन। सरकारले रोकेको छ, नवीकरण गरिँदैन भन्यो, गरेन कि।
त्यो भएर खोइ अब त्यो अब बिमा कम्पनीले त्यसै भन्यो अब यहाँ बिमा गर्ने अब कर्मचारी भनौँ न उनीहरूलाई चाहिँ मेरो गाईको डेथ सेकेन्ड लाग्यो बिमा गर्नु पऱ्यो भन्दा अहिले सरकारबाटै रोकिएको छ बिमा हुँदैन भने त्यो भएर बिमा भएन। अहिले लम्की स्किमको समस्या पश्चात चाहिँ अहिले हाम्रो नगरपालिकाले बिमा गरेको छ वडाको बिमा भएको छ। बिमा अब मेरो यो भएको सब पशुलाई बिमा गरे बापत जम्मा 500 रुपियाँ तिरेको छु मैले। अरू चाहिँ वडाले नगरपालिकालाई तिर्छ। जम्मा कति लाखको मेरो बिमा चाहिँ कति छ भन्दा 20 लाखभन्दा मासतिर होला। यो पुँजी चाहिँ अब सरकारीबाट लोन लिएर चलाएको छु, ठिकै छ। अब हामीलाई त राज्यले चाहिँ अब यस्तो आएको सरकार चाहिँ राज्यबाट अनुदान आएको छ पशुपालन कृषि गर्नेहरूलाई भन्छ नि, तर अब हामीले चाहिँ अहिलेसम्म पाएको छैन। अब अनुदान आएको अब आफ्नो मान्छे भए ठुल्ठुला मान्छे भए पाइने हुँदैछ। नत्र मेरो नि यो फर्म चलाएको 5 वर्षको मैले सबलाई थाहा छ, तर अनुदान मैले अहिलेसम्म पाएको छैन। त्यो सुविधा मैले उपयोग गरेको छैन। मैले चाहिँ अब यो पोहोरको पालि भनौँ यो फर्मको लागि ब्याङ्कमा चाहिँ कोसिस गरेँ। अब फर्मको अलिकति बढाउने पनि यो अब फर्म बनाउने भन्दा पोहोरसम्म मेरो अलि राम्रो थिएन, छाप्रोमा बाँधेको थिएँ मैले। अहिले हालसालै चाहिँ यो फर्म बनाएको। फर्म बनाउँदा ब्याङ्कमा कोसिस गरियो। कोसिस गर्दा अब लास्टमा पहिला 3% ब्याजमा पैसा दिने भन्ने जस्तो कुरो गरेको थिएँ। लास्टमा अब आएन उताबाट पैसा भने दिएनन्। नदिएपछि अनि सरकारीमा चाहिँ लोन लिएर बनाएँ मैले। यो नदिनुको कारण चाहिँ आफ्नो मान्छे पहुँचमा नभएर, पहुँचमा मान्छे छ भने पैसा पाइने रहेछ। अब सरकारको पैसा अब हाम्रो चिने जाने मान्छे अब कसै छैनन्। हामी सिधै जाँदाखेरि काम नहुने रहेछ हाम्रो। अब त्यो त अब फर्म चलाएको भनेपछि त अब सरकारले चाहिँ यस्तो फर्मलाई चाहिँ अनुदान दिएको छ यसरी भन्ने हल्ला चाहिँ सुनिएको छ, तर मुख्य किसान काम गर्ने किसानले पाएका छैनन्। अब चाहिँ त्यस्तै अरूको फर्म देखाएर भनेर त्यस्ता ठुलाबडा मान्छेले चाहिँ लोन पाएका पनि छन्, सस्तो ब्याजको लोन चलाएका छन्। हामी मुख्य काम गर्ने अब किसानै भनेर काम गरे मान्छेलाई चाहिँ छैन। अब म पार्टीमा त भएको हो, तर खोइ मैले यसरी कुरो नि राखेँ एक दुईजनासित। अब यसरी अनुदान पर्छ अरे के हो, हाम्रो त माथि मान्छे छैन भनेर कुरो राखेको। अब पऱ्यो भने हेरौँला भन्ने कुरो हो। अहिले पोहोरपरार त त्यति पनि मैले चासो नि ल्याएको थिएन। अहिले वर्षबाट चाहिँ अब अनुदान चाहिँ यहाँ एक दुईजनालाई पऱ्यो अरे। अब छाप्रो कुखुरा फर्मलाई अनुदान पऱ्यो अरे, 10 लाख परेर चाहिँ फर्म बनाउनु लाग्यो अरे भन्ने कुरो नि सुनियो। अनि हाम्रो नि त यो फर्म त हामी त चलाइराखेको हो, अर्को त नचल्या भर्खर बनाउने फर्मलाई त पऱ्यो भन्ने सुनिएको छ भने भनेर कुरो राखेँ। अब काहीँ भएछ भने गरौँला भन्ने कुरो चाहिँ भएको छ। अहिलेसम्म अब पाएको चाहिँ छैन। पशुपालन गर्दा आइपर्ने समस्याहरू त अब बिमारी हुन्छन्। त्यस्तै अब बिमारी भएको बेला अब समयमा चाहिँ डक्टर बोलाएर आफूले उपचार राम्रो हेरविचार गरेन भने अब पशु क्षति हुन्छ। त्यो समयमा आफूले हेरविचार गर्नुपऱ्यो। अब पशुपालन गर्ने मात्रै भनेर भएन। अब चाहिँ त्यसले खानेकुरो खाएको छ कि छैन, अब केही रोग लागेको छ कि, त्यो सबै चेक आफूले अलि राम्रोसित विचार गर्नुपऱ्यो। त्यसो भएपछि त्यति समस्या आउँदैन। आफूले विचार गरेन भने समस्या आउँछ। अब कहिले छुनेलो हुन्छ, कहिले चाहिँ अब बिमारी हुन्छ, खानेकुरो खाँदैनन्, हरेक हुन्छ। अब पशुधनको अब आफूले सुरक्षा गर्नको लागि अब आफूले चाहिँ अब मुख्य कुरो बिरामी भएको चाहिँ राम्रोसित चेक गर्नुपऱ्यो। अब डक्टर लाउनु पऱ्यो। त्यसमा अब आफूले बिमा गर्नुपऱ्यो। बिमा गरेपछि सरकारले चाहिँ बिमा गरिदियो भने अब चाहिँ केही गरी अब केही भयो भने पनि सरकारले क्षतिपूर्ति तिर्छ नि बिमा गरेपछि। बिमा चाहिँ भएन, गरे पनि छैन, अब पाल्या छ, अब भने भएर चाहिँ हुँदैन। सरकारले चाहिँ वास्तविक किसानलाई सरकारले हेरेर अब जसले कृषिमा चाहिँ काम गरेको छ त्यो गरेका मान्छेलाई चाहिँ अनुदान दिने अथवा
सस्तो ब्याजमा लोन दिने त्यस्तो चाहिँ सरकारले गर्नु पऱ्यो। त्यो गऱ्यो भने पो किसान जागरुक भएर गर्छ नि त। अब अनुदान चाहिँ पनि दिएको छ भन्ने हल्ला चाहिँ छ, तर वास्तविक किसानले अनुदान पाएको छैन। त्यो भएपछि त किसान जागृत हुने कुरो भएन। त्यो चाहिँ सरकारले हेर्नुपर्ने छ। अनुदान दिने हो। अब यो वास्तविक किसान हो भनेर उ गर्नलाई सरकारले चाहिँ अब नगरपालिका छ, नगरपालिका वडाले चाहिँ उ गर्नु पऱ्यो। वास्तविक किसान को हो, को चाहिँ त्यत्तिकै उ हो भन्ने कुरो चाहिँ वडाले उ बनाएर चाहिँ गर्नु पऱ्यो नि त। त्यो भएपछि पो थाहा हुन्छ त। यो कुरो त सत्य हो। किन भन्दा आफ्नो पहुँचमा मान्छे छैन भने काम हुने रहन्छ। त्यसमा त अब वडाले चाहिँ अब उ बनाएर चाहिँ अब भनौँ न सच्चा किसान मान्छे राखेर सच्चा किसान र ऊ को हो कस्तो हो भनेर बनाएर छानबिन गरेर त्यो चाहिँ अब उ लोन दिनेमा हो, अब अनुदान दिनेमा हो, त्यो चाहिँ वडाले गरेर गर्नुपर्ने हो। वडाले त्यो आफ्नो कार्यकर्ता गर्नु भएन। चाहिँ जो स्वच्छ मान्छे छ त्यसलाई चाहिँ भर्ती गर्नु पऱ्यो। त्यो अनि त्यो भएपछि त ऊ हुन्छ नि त। अनि त्यसले गर्छ नि त। अब आफ्नै कार्यकर्ता उ गर्यो, आफ्नै कार्यकर्ता चाहिँ भर्ती गर्यो, अनि आफ्नै जो छ आफ्नो मान्छे त्यसलाई चाहिँ ऊ पऱ्यो भने नि अनुदान पऱ्यो भने त्यसैलाई दियो। अनि अब वास्तविक किसानले पाउँदैन भने त यो अर्थ भएन नि त। यो फर्म चाहिँ म अझ राम्रोसित चलाउनुमा छु। अब सम्बन्धित पालिकाले हामीलाई अनुदान सन्दान चाहिँ अब सस्तो ब्याजमा लोन त्यस्तो चाहिँ उपलब्ध गराइदियो भने फर्म म चाहिँ 50वटा चाहिँ नयाँ वस्तु पाल्ने योजनामा छु। तर अब हामी चाहिँ अन्तबाट लोन लियो, अनि त्यो ब्याज र किस्ता तिर्दैमा चाहिँ आम्दानीको पैसा सकिन्छ। सस्तो ब्याज अब अथवा अनुदान अब मैले अहिले यो फर्म बनाउँदा मेरो 6-7 लाख रुपियाँ लाग्यो। त्यो नि अब मैले सरकारीबाट लिएर गरी अब ब्याङ्कले अब सरकारले केही हेरे भए फर्म अब उ गरेको छु, फर्म बनाएको यो चाहिँ यसलाई अनुदान दिउँ भन्ने। यसले कृषिमा चाहिँ काम गरेको छ राम्रोसित, पशुपालन गरेको छ भन्ने गरे हो भने मलाई अहिले चाहिँ यो अन्त लोन लिएर भयो नि फर्म बनाउनु पर्दैन थियो नि त। अनुदान अलिअलि 1-2 लाख 2-4 लाख परे भए पनि मेरो फर्म बनाउनलाई अहिले चाहिँ अब पुरै लोन लिएरै बनाएको हो मैले यो फर्म। यो कम्पोस्ट मल व्यवस्थापन नगर्नलाई त अब नगर्नुको कारण अब अहिले अब यस्तो आम्दानीको स्रोत अलिक पुगिसकेको छैन। त्यो भएपछि यहाँ टहरो हालेर कम्पोस्ट मल चाहिँ व्यवस्थापित गरेर मजासित चाहिँ पानी लिएर नहुने हिसाबले त्यसरी चाहिँ टहरो हाल्नुपर्ने। अहिले मेरो छैन। मल निकाल्यो त्यत्तिकै राखिदियो, अनि पिसाबहरू त्यो पखाले पानी त्यत्तिकै जान्छ। त्यसको चाहिँ व्यवस्थापन गर्न सकेको छैन अहिले। यसमा चाहिँ अब अहिले अलिकति चुके हो म। अब यो व्यवस्थित हिसाबले अब छाप्रो बनाएर चाहिँ यो मल नबगाउने हिसाबले पानी रस त सब गयो नि त। त्यो चाहिँ रस नबगाउने हिसाबले बनाउनु पर्ने हो। बनाएको छैन मैले। अब मैले खेती त अब 13-14 रोपनीमा खेती गरेको छु। त्यसमा काहीँ धान रोपिएको छ, काहीँ मकै छ, काहीँ गोलीबेडा छ, काहीँ सिमी छ, काहीँ खोर्सानी छ, सबै थरी रोपिएको छु। खेतीबाट पनि राम्रै आम्दानी हुन्छ। अब आलु लाइन्छ, मकै लाइन्छ, अन्त काहीँ अब धान काटेर आलु लाइन्छ, कतै काउली लाइन्छ, मकै भाँचेर सबै खेती चाहिँ सबै थरी गर्ने रहेछ। अब मेरो अब कृषि फर्म हो, मैले दर्ता गरेको कृषि फर्म हो। मैले त्यो बेला चाहिँ अब 20 लाखको दर्ता गरेँ। अब मेरो नवीकरण गर्ने बेला हुन लाग्यो। अब चैतमा नवीकरण गर्नुपर्छ। चैतमा नवीकरण गर्दा 50 लाखको फर्म बनाउने हो म। मैले वार्षिक ट्र्याक्स चाहिँ अब अहिले पहिला पुराना कालमा त थोरैमा उ गरियो र कर तिरेर चाहिँ अडिट गरेर 13,000 तिरेको अहिले पालि कर अडिट सबै अडिट देखाउनु पर्ने छ। अब यो हामीले चाहिँ लोनको कारोबार गर्दा अडिट काज नभई हुँदैन भन्ने कुरो आयो। त्यो भएर 2 साल 3 साल चाहिँ मैले अडिट गरिनँ। अडिट नगरिकन
करतिरी अहिले 2 साल भयो अहिले गरे अब यो साल नि अब गर्ने बेला आउनु लाग्यो यो साल नि अडिट गर्नुपर्छ खेती किसानीबाट आम्दानी हुनेको चाहिँ यस्तो ध्यान छैन वार्षिक अब कोही बेला 5 लाख नि हुन्छ कोही बेला घाटा नि लाग्छ पोहोर गए साल चाहिँ अब मुला रोप्यो त्यो मुला र काउली रोप्यो मुला काउली नै लगानी भयो 50,000 35,000 को काउली मुला बेच्यो अब 15,000 घाटा लाग्यो आलुमा चाहिँ अब राम्रै हुन्छ आलु मैले गए साल आलु रोपिनँ आलुमा चाहिँ रोग देखियो आलुमा अघिल्लो साल चाहिँ रोपेको जम्मै छ्याका लाग्ने अनि त्यो बिमिरा आउने त्यो रोग देखिया कारणले मैले भनौँ न बर्खाको आलु चाहिँ रोपिनँ हिउँदको मात्रै रोपेँ न्यूनतममा त्यही यो 15 देखि 20 लाखको आम्दानी भएको वार्षिक अरू युवाहरू विदेश गइरहेछन् मेरो पनि छोरो विदेश जाने भन्दा एकचोटि तयार नै भएको थियो भिसा सिसा नै आएको थियो अनि अब विदेश नजा छोरो एक्लो छोरो यहीँ बसेर काम गरौँ भने मैले अब डेरी गरेको छु अब पशुपालन गरौँ यहीँ बसेर काम गरौँ भनेपछि अब छोरोले मानौ अनि छोरो पनि विदेशी होइन अब बुहारी बुढी आफू 4 जना परिवार 5 जना परिवार छौँ नातिनी शुद्ध अहिले 4 जना चाहिँ काम गर्ने परिवार छ छोराबारी नि सन्तुष्ट भएर छोराबारीले नै अब अर्को पेसा गर्न सकिँदैन यही पेसा कृषि पेसा नै गरौँ भनेर सल्लाह दिएर गरे हो